भएको छ। त्यसको पावन अवसरमा हामी सम्पूर्ण भाइबन्ध र इष्टमित्र सबैजना यहाँ एकत्रित भएका छौँ। सँगसँगै हाम्रो कुलदेवताले हामीभित्र भएका मनमुटाव पिता मिठा सम्पूर्ण कुराहरूलाई आजदेखिबाट नाश गर्ने अपेक्षासहित एकपल्ट सबैजनाले ताली बजाउँ। हाम्रो मैले अघि पनि भनिसकेँ, हाम्रो विशेष दिन हो आज, किनभने हाम्रो 5 पुस्ता भएछ यो खनालचोकमा। हाम्रा कुइकेल पूर्वजहरूले चाहिँ यहाँ आएर बसोबास गरेको थाहा थलो यही हो। 5 पुस्ता भयो। 5 पुस्तासम्म आइपुग्दाखेरि यो सौभाग्य हो हामीहरूले पहिलोपल्ट चाहिँ यो दीप पूजन अथवा दिवाली कार्यक्रम गर्न सफल भएका छौँ। त्यस अर्थमा पनि हामी भाग्यमानी सम्झन्छौँ। हामी प्रत्येक घरका प्रत्येक बालबच्चा जो बुझ्ने छौँ, प्रत्येकजनाको लागि चाहिँ यो आज यस्तो दिन हो हामीले आजबाट भन्न सक्छौँ कि अब नाति पनाति जो देख्छौँ हाम्रो सत्कर्मले ती सबैजनालाई भन्न सक्छौँ कि आज हामी चाहिँ पहिलोपल्ट खनालचोकमा दिवाली गरेका वंशज हौँ भनेर भन्न सक्छौँ। त्यस अर्थमा नै हामीले ताली बजाउनुपर्छ जस्तो लाग्छ। अब म कार्यक्रमलाई ढिला नगरिकन आजको कार्यक्रमको अध्यक्षता गरिदिनु हुनको लागि हाम्रो कुलको सर्वोच्च व्यक्तित्व आदरणीय अमरबहादुर कुइकेलजीलाई अतिथिको आसन गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। अध्यक्षता गरिदिनु हुन हार्दिक अब म अध्यक्षको अनुमति लिएर यस पुस्तौँ पुस्तादेखि हाम्रो वैदिक सनातन धर्मलाई हिन्दू धर्ममा हामी आस्था राख्छौँ। हिन्दू धर्मको परम्परालाई कायम गर्नको लागि उहाँको पुस्तौँदेखि गुरु पुरोहितको रूपमा हामी हाम्रो धर्मलाई बढाउनको लागि सहयोग गर्नुहुने आदरणीय कुलगुरु कुल पुरोहित बद्रीज्यूलाई पनि अतिथिको आसन त्यस्तै आजको यो कार्यक्रमको हामी देख्दाखेरि चाहिँ हामीले गरिरहेका छौँ जस्तो लाग्छ। तर अहोरात्र हामीहरूलाई विभिन्न यो प्रक्रियाहरूका बारेमा सहजीकरण गरेर आजको कार्यक्रमसम्म आइपुग्नको लागि सहयोग गर्नुहुने शुक्र प्रसाद कुइकेलज्यूलाई पनि अतिथिको आसन गरिदिनु हार्दिक अनुरोध। त्यस्तै कुइकेल बन्धु समाजको हामीहरूले यसरी स्थापना गरेका छौँ कुइकेल बन्धु समाज, जसको चाहिँ विभिन्न अवरोहहरू छन्। गर्ने होला, कहिले माया गर्ने होला, कहिले खुसी भयो होला, विभिन्न काममा होइतेमा होइते गर्दै कुइकेल बन्धु समाज स्थापना भएको छ 2081 सालमा। त्यसको अध्यक्षको हैसियतले गोपाल कुइकेललाई पनि अतिथिको आसन गरिदिनु हुन हार्दिक अनुरोध। अब भावनाको अलिक इमोसनल कुरा नगरौँ, अलिक मिठो कुरा गरौँ। केही डाङ्ग्रेहरूमध्ये उत्कृष्ट डाङ्ग्रे बुद्धबहादुर कुइकेललाई पनि अतिथिको आसन गरिदिनु हार्दिक अनुरोध। अब मञ्चमा आसीन व्यक्तित्वमध्ये एकजना व्यक्तित्व व्यवहारिक, सामाजिक, आर्थिक र भावनात्मक रूपमा हामी कुइकेल हौँ भन्ने चिनाउनको लागि चाहिँ एउटा स्थापित नाम हो। कसैले चित्त बुझ्यो होला, कसैलाई चित्त बुझेन होला, तर खनालचोकबाट सिमडाँडाबाट काठमाडौँसम्मको दूरी पार गर्दा एउटा आशा बोकेर जाने व्यक्तित्व, जसको कारणले हामी काठमाडौँ देख्न पाएका थियौँ। ती आदरणीय व्यक्तित्व जसलाई हामीले आज चाहिँ सम्मान गर्दैछौँ, ध्रुव कुइकेललाई पनि अतिथिको आसन गरिदिनु। महिलाहरूको पहिचानको रूपमा सीता मिसबाट ख्याति प्राप्त सबैजनाले भन्नुहुन्छ किन गरिरहेको भने विभिन्न अवरोह पार गरेर यो चैकाठी भन्ने ठाउँलाई हामी कुइकेल डाँडा भनेर स्थापित गर्न खोजिरहेका छौँ। यो पुरानो बोर्ड बिग्रिनु भयो होला, यो पुरानो बोर्डबाट जब नयाँ बोर्ड हुन्छ हामी
नमबुद्ध नगर कार्यपालिका कार्यालय वडा नम्बर 7 बाट यसलाई चाहिँ कुइकेल डाँडाको नाममा स्थापित गर्नेछौँ। कुइकेल डाँडा यस अर्थमा यो हाम्रो चाहिँ कुल गुरु कुल पूजन गर्ने स्थान हो। हाम्रो सम्बन्धहरू स्थापित भयो भने, हामी यसै गरी जमघट भइरह्यौँ भने, हामी राम्रो काम गर्दै गयौँ भने हामी एउटा विन्ध्यवासिनीको मन्दिर बनाउने सङ्कल्प बोकेका छौँ। त्यस अर्थमा यो डाँडाको नाउँ कुइकेल डाँडा भएको हाम्रो आजको विशेष सारथी नारायण कुइकेलद्वारा भन्नुभएको छ। त्यही भएर यसलाई पनि अनुमोदन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु म सबैजना। अब मैले जयकाटी भन्न छोडेर कुइकेल डाँडा भन्दा हुन्छ? धन्यवाद। अब कुइकेल डाँडाको कार्यक्रम सुरु हुन्छ। अब हामीले यो भवन कसरी बनायौँ भन्ने कुरा पनि भन्नुपर्छ जस्तो लाग्छ मलाई। हामीले 2081 सालमा एउटा सानो सङ्कल्प गऱ्यौँ, जसरी भए पनि यो कुइकेलहरूको चाहिँ साझा ठाउँमा बनाउनु पर्छ, किनभने व्यक्तिगत ठाउँमा बनाउन चाहिँ विवाद आएको छ क्या हाम्रो। त्यस अर्थमा चाहिँ साझा ठाउँमा बनाउनु पर्छ भनेर हामीले सङ्कल्प गरौँ। नवबुद्ध नगरपालिकाका मेयर साहब, वडाध्यक्ष, जनप्रतिनिधि लगायत सबैको समन्वय गरिदिनु भयो, सहयोग गरिदिनु भयो र यहाँ हामीले चाहिँ सार्वजनिक ठाउँमा एउटा भवन बनाउनको लागि अनुमति दिनुभयो। त्यसपछि यो भवन बनाउने सङ्कल्पको एउटा अध्याय चाहिँ समाप्त भयो। अब दोस्रो अध्याय सुरु भयो। दोस्रो अध्याय कसरी सुरु भयो भने भवन त बनाउने आर्थिक स्रोत कहाँ जुटाउने। सबैजना हामी कस्तो छौँ भने मैले 2जनालाई राखेँ, त्यस पछाडि एसएलसी पास गर्ने कम, एसएलसी पास गर्ने कम, पुरा गर्ने बढी दाजुभाइहरू हुनुहुन्थ्यो। हामीले के गर्यौँ भने 14 घर धुनेले 15 दिनसम्म श्रमदान गऱ्यौँ। नियमित रूपमा 15 दिनसम्म श्रमदान गऱ्यौँ। सँगसँगै 17,500 का दरले पैसा पनि सङ्कलन गऱ्यौँ। करिब 3,80,000 जति पैसा सङ्कलन, श्रम सहित 3,80,000 रुपियाँ सहित 3,17,000 सहित यो क्रान्ति सम्पन्न भयो। त्यस अर्थमा नवबुद्ध नगरपालिकाले दिएको जग्गामा हामीहरूले भवन बनाउन सक्नु भनेको अर्को उपलब्धि। सँगसँगै अब यो उपलब्धिलाई आत्मसाथले आज 4 किसिमका सम्मान गर्दैछौँ। पहिलो सम्मान छ सम्मान पत्र नै छ, 2टा चाहिँ सम्मान पत्र, 2जना चाहिँ विशेष सम्मान गर्दैछौँ हामी। पहिलो सम्मान चाहिँ हामी कुलगुरुलाई सम्मान गर्दैछौँ, जसले चाहिँ हाम्रो पितृ कार्य, धार्मिक कार्य सम्पूर्णमा चाहिँ जल्दी जति उहाँले स्थापन गर्दै राम्रो जति हामीलाई दिँदै सम्पन्न गर्नुभएको छ। त्यसको अर्थमा उहाँलाई सम्मान गर्दैछौँ। यो सम्मान कार्यक्रम अगाडि बढाइदिनु हुनुको लागि कुइकेल बन्धु समाजका अध्यक्षलाई चाहिँ टिका लगाइदिनु हुन, अनि हाम्रा प्रथम व्यक्ति पूर्णप्रसाद कुइकेलजीलाई चाहिँ दोसल्ला अडाइदिनु र हाम्रो व्यक्तित्व अमरबहादुर कुइकेलले चाहिँ खादा उडाइदिनु हुनुहुन्छ। त्यो प्रमाणपत्र दिनु हुनुहुन्छ। उता 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 त्यो प्रमाणपत्र चाहिँ देऊ न। दोस्रो व्यक्तित्वलाई हामी सम्मान गर्दैछौँ। अब कुलगुरुलाई चाहिँ उठ्नुपर्ने भयो है। हामीले चाहिँ एउटा चाहिँ यो यस्तो सम्मान गर्दैछौँ, शब्दहरू चाहिँ हामीले प्रथम व्यक्तित्व सम्मान पत्र भनेका छौँ। प्रथम व्यक्तित्व किन भनेको भने नि वास्तवमै हाम्रो कुलमा त प्रथम व्यक्तित्वै हुनुहुन्न थियो क्या, जसले चाहिँ कुलको पूजा गर्थ्यो नि, त्यो कुल व्यक्तित्वै हुनुहुन्न थियो। अब चाहिँ हामीले दोस्रो व्यक्तित्व निकाल्न सक्ने भयौँ, किनभने त्यो सम्भावना कसरी भयो भने हाम्रो श्रद्धेय प्रथम व्यक्तित्वले चाहिँ सहयोग गरिदिएर पूजापाठको विधि बताइदिएको भएर उहाँलाई प्रथम व्यक्तित्व मानेको। त्यही भएर हाम्रो यो सम्मान पत्र, प्रथम व्यक्तित्व सम्मान पत्र चाहिँ यस्तो छ, म अलिकति पढेर सुनाइदिन्छु है। श्री विन्ध्यवासिनी देवीको अनुकम्पले तपाईँ श्री शुक्रप्रसाद कुइकेलज्यूबाट कुइकेल बन्धुको साझा व्यक्तित्वको भूमिका निर्वाह गरी कुइकेल बन्धुहरूको साख र सम्मान जोगाउने विशेष कर्मको हृदयदेखि नै उच्च कदर गर्दै
प्रथम व्यक्तित्व सम्मान पत्र प्रदान गरिएको छ। माता बिन्दवासीले यहाँ र यहाँको सकल परिवारको रक्षा गरून्। धन्यवाद। टिका लगाइदिनु हुन अध्यक्षज्यू। अध्यक्षज्यू अलिक झुक्किरहनु भएको छ। ल प्रमाणपत्र दिइदिनु हुनु चाहिँ हाम्रो हामी सबैको आशा भरोसा र विश्वास। अलिकति यसलाई चाहिँ पढ्नुपर्छ भन्ने कुरा आज हाम्रो अध्यक्षज्यूको हिजै, त्यही भएर मैले यसलाई पढेँ। ध्रुवदाईलाई अगाडि उठिदिनु हुन अनुरोध गर्दछु म। अझ क्याप उकाल्न पाएँ अझ सुन्न सुगन्ध हुन्थ्यो है। अब के छ भने नि यो म सरर पढ्छु अनि त्यसपछि भूमिका बाँच्छु है। हुन्छ है, जति सबै पढेँ है मैले। कुइकेल बन्धु समाज नमोबुद्ध 7 काभ्रे पलाञ्चोक कुइकेल डाँडा स्थापना 2081। अभिनन्दन पत्र श्री ध्रुवबहादुर कुइकेलज्यू, नमोबुद्ध 7 काभ्रे पलाञ्चोक। तत्कालीन खनालचौक गाउँ पञ्चायत, हाल नमोबुद्ध नगरपालिका 7 पिपल चौरमा रणबहादुरका वंशज, हामी सबै रणबहादुरका वंशज हौँ है। रणबहादुरका वंशज धनराजका पनाती, बलबहादुरका नाति पूर्णबहादुर तथा श्रीमती रत्नकुमारी कुइकेलको गर्भबाट 2025 साल 12 महिना 23 गते ज्येष्ठ सुपुत्रका रूपमा जन्मनुभएका प्रथम गुरु पुरोहित बोधनाथ खनालद्वारा रणबहादुर नामाकरण भई ध्रुवबहादुर कुइकेलको रूपमा परिचित गर्ग गोत्रीय पत्नी मीरा खड्का तथा अमित कुइकेलका परम पूजनीय पिताजीले मिति 2045 सालमा एसएलसी परीक्षामा सहभागिता जनाई सफलता हासिल गर्नु हुने प्रथम व्यक्तित्व शिक्षा नै ज्ञानको ज्योति हो भन्ने अंशलाई आत्मसात गर्दै आफ्नो वंश कुललाई बिन्दवासिनी झैँ सम्मानित र आदरणीय स्थानमा पुर्याउन टेवा गरे बापत भाइ बिन्द्र इष्टमित्र कुइकेल बन्धु समाज काभ्रेका प्रथम नागरिक श्रीमान शुक्रप्रसाद कुइकेल, कुलगुरु श्री बद्रीप्रसाद खनालको सम उपस्थिति तथा प्रथम देवाली पूजन कार्यक्रमको शुभ अवसरमा नमोबुद्ध नगरपालिका कुइकेल बन्धु समाज शिक्षा सेवा सम्मान पुरुषद्वारा अभिनन्दन पत्र प्रदान गर्दछौँ। अब अध्यक्षज्यूले टिको लगाइदिनु पऱ्यो कि अहिले भाइ भनेर बिर्सुन् न। सबैजना उठिदिनुपर्छ होला कि यतिको लागि चाहिँ तपाईँहरू होइन यता उहाँहरू फोटो चाहिँ खिच्नु है सबैजनाले। यो चाहिँ त्यस्तो त मैले पढिनँ थियो, पढ्नुपर्छ ल। जस्तोको मैले सर पढेँ मात्रै है। अभिनन्दन पत्र श्रीमती सीता कुइकेल सातकोठाज्यू, 5 काभ्रे पलाञ्चोक, तत्कालीन खनालचौक गाउँ पञ्चायत, हाल नमोबुद्ध नगरपालिका वडा नम्बर 7 सिंहडाँडा। रणबहादुरका वंशज मनकिशनको पनातिनी, पहलमानको नातिनी पदमबहादुर तथा श्रीमती ललिता माया कुइकेलको गर्भबाट 2035 1 महिना 2 गते जन्म भई प्रथम गुरु पुरोहित बोधनाथ खनालद्वारा बोधकुमारी नामाकरण भई सीता मिसको रूपमा ख्याति कमाई 5 काल निवासी कौण्य गोत्री महेश सापकोटासँग विवाह बन्धनमा बाँधिनु भएकी तपाईँ श्रीमती सीता कुइकेलले मिति 2051 सालमा एसएलसी परीक्षामा सहभागिता जनाई उत्तीर्ण गर्नुका साथै शिक्षा नै ज्ञानको ज्योति हो भन्ने अंशलाई आत्मसात गर्दै आफ्नो वंश कुललाई बिन्दवासिनी झैँ सम्मानित र आदरणीय स्थानमा पुर्याउन टेवा गरे बापत भाइ बिन्द्र इष्टमित्र कुइकेल बन्धु समाज काभ्रेका प्रथम नागरिक श्रीमान शुक्रप्रसाद कुइकेल, कुलगुरु बद्रीप्रसाद खनालको सम उपस्थिति तथा प्रथम देवाली पूजन कार्यक्रमको शुभ अवसरमा नमोबुद्ध नगरपालिका कुइकेल बन्धु समाज शिक्षा सेवा सम्मान महिलाद्वारा अभिनन्दन प्रदान गर्दछन्। इस्वी 2082 साल मक्सिर 23 गते रोज 5 शुभम कुइकेल बन्धु समाज नमोबुद्ध 7 काभ्रे। एकपल्ट फेरि ताली बजाइदिनु होला। पहिलो कार्यक्रम हो। सधैँभरि यो प्रमाणपत्र तपाईँको जबसम्म घरमा रहन्छ हामी के गरौँ भने हाम्रा कुलदेवता चाहिँ कुइकेल डाँडामा छन्, ती कुइकेल डाँडाले सधैँ हामीलाई सत्कर्म सत्मार्ग दिन्छन् भनेर यो प्रमाणपत्र देखेर हाम्रो चाहिँ गलत काम गर्ने मन चाहे भयो भने पनि त्यो चाहिँ हट्दै जाओस् भनेर दिएको है। यो प्रमाणपत्र चाहिँ श्रम गरे बापत होइन है। यसरी बुझौँ। मैले यो एउटा पढेँ। कुइकेल बन्धु समाज नमोबुद्ध 7 काभ्रे पलाञ्चोक कुइकेल डाँडा स्थापना 2081। कुल देवता मन्दिर निर्माण सेवा सम्मान सबैजनालाई कुल देवता मन्दिर निर्माण सेवा सम्मान दिएका छौँ। श्री बिन्दवासिनी देवीको अनुकम्पले तपाईँ श्री अम्बरबहादुर कुइकेलज्यूबाट
कुइकेल बन्धु समाजको पूजन तथा निर्माण स्थल निर्माणार्थ नगद रु 17,500 व 15 दिन आफैले श्रमदान गरी गर्नुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै कुलदेवता मन्दिर निर्माण सेवा सम्मान प्रदान गरेको छ। माता विन्ध्यवासिनीले यहाँ र यहाँको सकल परिवारको रक्षा गरून्। गोपाल कुइकेल बन्धु समाज नमबुद्ध 7, कमल कुइकेल प्रथम दिवाली कार्यक्रम नमबुद्ध 7, नारायण कुइकेल बन्धु समाज नमबुद्ध 2, बद्रप्रसाद खनाल गुरु पुरोहित, उमरबहादुर कुइकेल नमबुद्ध 7, काभ्रे पलाञ्चोक, जन्म 2007 साल। यो चाहिँ हस्तान्तरण गरिदिनु हुनको लागि कुल पुरोहितलाई अनुरोध गर्दछु। अध्यक्षज्यूलाई चाहिँ टिका लगाइदिनु होला है। अब क्रमै शुद्ध है, आफ्नो नाम आउँदा अब बद्री कुइकेल अगाडि आइदिनु, के अरे गोविन्दबहादुर कुइकेल अगाडि आइदिनु अनुरोध गर्दछु। यता आइदिनु, यता सबै क्रमैसित आइदिनु। त्यस पछाडि दाइ आउनु, विष्णुबहादुर कुइकेल पनि अगाडि आइदिनु। विष्णुबहादुर कुइकेल पछाडि गोविन्दबहादुर कुइकेल आइदिनु अगाडि। गोविन्द कुइकेल आइसक्नु भयो। विष्णुबहादुर अनि त्यसो रामहरि कुइकेल, रामहरि कुइकेल पछि बुद्धबहादुर कुइकेल, यही यता यता बस्नु है, यता यता भन्नु। बुद्धबहादुर कुइकेल, त्यस पछाडि को हुन्छ अर्को? रुक्मणी कुइकेल, रुद्रकुमारी कुइकेल, रुद्रकुमारी कुइकेल। अब त्यसपछि को? यही बस्नु न, सानो फोटो हेर्नुपर्छ। ध्रुव कुइकेल, दाइ चाहिँ बस्नु, दाइ चाहिँ बस्नु न, ध्रुव दाइ चाहिँ बस्नु न, ध्रुव कुइकेल। त्यसपछि मन्जु देवी कुइकेल हो, पालो के चाहिँ हाल मन्जु देवी कुइकेल। अनुप कुइकेलको श्रीमती तारा खड्का। बद्री पछाडि केदार कुइकेलको श्रीमती बबिता कुइकेल। हजुर होइन, त्यसपछि को? कुमार कुइकेल, कुमार पछाडि सन्तोष कुइकेल भनिराख्नु पर्दैन, सबै कुइकेल छन् होइन, सन्तोष भन्दा हुन्छ। सन्तोष पछाडि अर्को सुमन छेत्री है। भने नि अब हामी सबैजना छौँ, यो सबै काम गरिसक्यौँ। अब हामीलाई कुलदेवताले के गर्नु भने हामीलाई विन्ध्यवासिनीको मन्दिर बनाउने उत्प्रेरणा पनि दिनुहुन्छ भन्ने अभिलाषा सहित के काम गऱ्यौँ, कमी कमजोरी भयो होला, कहाँ के भयो होला, चित्त दुखाइ भयो होला, त्यो सबैलाई यहीँ छोड्ने गरी सबैजनाले आफूलाई मम भनेर एकपल्ट ताली पिटौँ त सबजनाले। अब यो त हामीले त शुद्ध गरिसक्यौँ, यो किन ताली पिटेको भने नि हाम्रो गुल पुरोहित यहाँ हुनुहुन्छ। अब उहाँले चाहिँ हामीले त गल्ती जति उहाँलाई थुपारिसक्यौँ। अब उहाँले के भन्नुहुन्छ, 2 मिनट टाइम, तपाईँलाई 2 मिनटमा आफ्ना कुरा भनेर अध्यक्षलाई चाहिँ आफ्नो कार्यक्रम चाहिँ समापन गरिदिनु हुनलाई अनुरोध गर्दै, मबाट केही कमी कमजोरी भएको छ भने अब यहीँबाट क्षमा याचना गर्दै, गाली गर्नुपर्छ भने व्यक्तिगत रूपमा मलाई भेटेर गाली गर्नु होला, पछाडि चाहिँ गाली नगर्नु होला होइन, मलाई गाली गर्नुहोस्। त्यसो भन्दै मैले कुलगुरुलाई यो माइक हस्तान्तरण गरेर दिँदा भएँ। धन्यवाद। नमस्कार गरी सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। यिनै विन्ध्यवासिनी ऋतकुलायन मौगल्य गोत्रीय कुइकेल बन्धुहरूका कुलदेवताले हामी सबैलाई सर्वे भवन्तु सुखिनः, सबैलाई सुख प्राप्ति होस्, सर्वे सन्तु निरामया, कसैलाई रोग नलागोस्, सर्वे भद्राणि पश्यन्तु, कसैले दुःख भाग भवेत्, सबैको दुःख भागेर जाउन्। यहाँको कुलदेवताले हाम्रा जुन विन्ध्यवासिनी र ढितकुलायन कुलदेवताले यहाँ मौगल्य गोत्रीय हाम्रा कुइकेल बन्धु भाइहरूले जसरी लागि पर्नुभयो हिजो अस्तिदेखि, हामीले पनि एउटा धानी पूर्णिमाको दिनमा केही गर्न पाए हुन्थ्यो है, कमसेकम वायु उतार्नुभयो, खली खानुभयो, त्यसभन्दा पछाडि अनि प्रत्येक धानी पूर्णिमामा
मलाई बोलाएर उहाँहरूले तपाईँको भाइ पूजा गर्नुहुन्थ्यो, काम हुनुहुन्थ्यो, आफ्ना देवताहरू डाक्नुहुन्थ्यो र अब अहिले आएर उहाँहरूले यो 10 वर्ष अगाडि गर्नुपर्थ्यो, तर समय आउनुपर्छ जे कुराको पनि साइडमा आइकिन हुँदैन। आज आफ्ना बुटाकोटको कुइकेल थुन्कामा हुनुभएका बन्धुहरूको सहयोगमा यो हामीले जोइ काटी भन्थ्यौँ, सिमडाँडा भन्थ्यो, आजबाट कुइकेल डाँडा भन्ने नामकरण पनि गरियो। यहाँहरूले मन्दिर स्थापना गर्नुभयो। यहाँहरूको सहयोगको लागि म एउटा कुल पुरोहितको नाताले मेरो तर्फबाट यहाँहरूलाई के सहयोग चाहिन्छ यहाँहरूले भन्नु चाहिँ पर्यो, तँबाट यो सहयोग चाहियो भन्नुहोला, म त्यसको लागि तयार छु। जे सहयोग दिनु मन वचन कर्म जुनसुकै कायिक वाचिक मानसिक तिनै पक्षबाट यहाँहरूलाई म सहयोग गर्नको लागि तयार छु। यहाँहरू सबैलाई यहाँहरूको बिन्दवासिनी कुलकृताइले रक्षा गर्नुहोस्। यहाँहरू सबैको जय होस्। हस्त धन्यवाद। धन्यवाद गुरु बद्री प्रसाद खनालजीलाई। कुइकेल बन्धु समाज नवबुद्ध साथमा हामीले पूजा वायु पूजा चाहिँ प्रत्येक वर्ष धामी पूर्णिमाको दिन गर्दै आइरहेका थियौँ। वरिपरि 3 वर्षमा अन्य थर हुने खनाल लगायत अब विशेष गरी खनाल भएको हुनाले खनालहरूको दियाली चाहिँ 3 वर्षमा चाहिँ 4-5 ठाउँमा चाहिँ भइरहँदा हाम्रो कुइकेल बन्धुहरूको चाहिँ दियाली पनि हुन्छ कि हुँदैन भन्ने हामीलाई चाहिँ अन्यल थियो। अनि हाम्रा अग्रज हाम्रा बुवा काकाहरू दाईहरू चाहिँ हामी अलि सानै हुँदाखेरि हाम्रो बन्धुहरू हाम्रो कुइकेल दाजुभाइहरू चाहिँ बुटाकोट डाँडामा पनि हुनुहुन्छ भने त्यो ठाउँमा चाहिँ म त्यो दियाली वायु पूजामा चाहिँ म पुगेकै थिएन। त्यतिखेर हामी साना थियौँ। अग्रज बुवा दाईहरू भएको हुनाले उहाँहरू जानुहुन्थ्यो। अनि दियाली बुटाकोटमा हुने अनि हाम्रो यो खनाल चोकमा चाहिँ किन नभएको भन्ने हामीलाई कौतूहल थियो। अहिले हामी बुझ्दै पनि गयौँ अनि बढ्दै गयौँ। अहिले चाहिँ अब हामी पनि गर्नुपर्छ भन्ने हामीलाई इच्छा भनौँ न, हामीलाई चाहिँ अलिकति कसरी गर्ने होला भन्ने थियो। अनि वायु पूजा गर्दै आयौँ हामीले। हाम्रो चाहिँ भूगोल पनि सम्म छैन, भूगोल एकदम भिरालो, अब जहाँ पाए त्यही ठाउँ नमिल्ने, आफ्नो जमिन हेर्न पनि सबै दाजुभाइको चित्त बुझ्दैन। त्यसैले सार्वजनिक ठाउँ पाए हुन्थ्यो भन्ने कुरा त्यहाँ हामीले सल्लाह गऱ्यौँ। अनि कहाँ गर्ने भन्दाखेरि हामीले सिमडाँडा पिपल बोर्ड छेउछाउ गर्ने कि भने सिमडाँडा पिपलको बोर्ड छेउछाउमा रोडहरू यताउतिले गर्दा साङ्ग्रो भएको हुनाले यो ठाउँ चाहिँ उपयुक्त हुन्छ भन्ने हामीले यो ठाउँमा बनाऊँ भन्ने सल्लाह गरे पछाडि हामीले नगरपालिका वडाका जनप्रतिनिधि हाम्रो सरदाई पनि यहीँ हुनुहुन्छ, हाम्रो अध्यक्ष लगायत पनि सल्लाह गऱ्यो कि कसरी बनाउने भन्दाखेरि बनाउँदाखेरि हामीले श्रमदान गऱ्यौँ। अनि 16,800 रुपियाँ चाहिँ हामीले प्रत्येक 14 धुरीबाट चाहिँ हामीले पैसा उठाएका छौँ। भवन बनाउन सफल गर्ने हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ कुइकेल बन्धु समाज नवबुद्ध साथको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट सबैप्रतिमा हार्दिक आभार प्रकट गर्दछु। अनि कुन पूजा दिवाली पूजन भनेको दिवाली चाहिँ हामीले कसरी गर्ने भन्ने कुरामा चाहिँ हामीहरू सल्लाह गऱ्यौँ, यहाँ सल्लाह गऱ्यौँ। अनि उता बुटाकोट जाने कुरामा चाहिँ हाम्रो विशेष गरी म छन् कुइकेल दाजुभाइ बुटाकोटमा हुनुहुन्छ भन्ने मलाई थाहा थियो, तर प्रत्येकको नाम थाहा नहुने मान्छे चाहिँ प्रायः कुइकेलहरू हो भन्ने मलाई थाहा थियो, कुइकेल दाजुभाइ हो भन्ने थाहा थियो। कमलले नारायण दाईसँग सल्लाह गऱ्यो। अनि त्यहाँको मूल गुरुलाई सोध्नुपर्छ, त्यहाँका दाजुभाइहरूलाई सोध्नुपर्छ भने पछाडि त्यहाँका दाजुभाइहरूलाई हामीले सल्लाह गरे पछाडि यसरी जाउँ भनेर उहाँहरूले भन्नुभयो। उहाँहरूकै सल्लाह अनुसार अगाडि बढ्दै आजको यस नवबुद्ध साथ कुइकेल बन्धु दाजुभाइहरूको पनि दिवाली सम्पन्न भएको छ। विशेष गरी यो योगदान चाहिँ हाम्रो बुटाकोट कुइकेल डाँडामा हुने कुइकेल दाजुभाइहरूको चाहिँ विशेष भूमिका छ। त्यसको लागि पनि एकपटक तालीले स्वागत गर्दछौँ। र अब समय गइसकेको छ, जाडो भएको छ, भोक लागिरहेको छ होइन, बिहानदेखि व्रत बस्नेहरू हुनुहुन्छ। अब धेरै लामो नगरिकन यहाँ आउनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, इष्टमित्रहरू, भान्जा भान्जी ज्वाइँ दिदीबहिनीहरूलाई पनि भोजन गरेर प्रसाद ग्रहण गरेर गइदिनु होला भन्दै केही कमी कमजोरी भए
फेरि अर्को पूजामा चाहिँ अर्को पटक चाहिँ हामी सुधार्नेछौँ भन्दै बिदा हुन्छु। हस् त, धन्यवाद। यसै गरी आजको कार्यक्रम यही समापन भएको पनि म जानकारी गराउँदछु।